राष्ट्रसभा सांसद माननीय डाक्टर तोसीमा कार्कीले पत्रकार सम्मेलन गर्दाको यो दमदार भाषण हेर्नुस् साथीहरू। अध्यागमन विभागदेखि लिएर ट्राभल एजेन्सी, म्यान पावर सबैलाई तानिने गरिकन एउटा ठुलो जन्जाल जुन गिरोह छ त्यसमा नि तमाम रूपले छानबिन हुनु पर्यो, छानबिन समिति गठन हुनु पर्यो, उच्च स्तरीय छानबिन समिति भनेका छौँ। यो सभ्य भएन रे, यो अभद्र भयो रे। यहाँले हामीलाई भनिदिनु पर्यो, आम जनताले भनिदिनु पर्यो, आम सञ्चारकर्मीहरूले हामीलाई भनिदिनु पर्यो र बुद्धिजीवीहरूले, सांसदज्यूहरूले जो चाहिँ माइक भाँच्नलाई पारखी हुनुहुन्छ, कुर्सी भाँच्न पारखी हुनुहुन्छ, उहाँले हामीलाई भनिदिनु पर्यो यो निलो रिबन लगाएर आउँदाखेरि हामी कहाँनिर असभ्य भयौँ। हामीले नारा लगाइरहेका छौँ, हामीले त्यहाँ धर्ना दिइरहेका छौँ, उहाँले आफ्नो छवि खोजिराख्नु भएको छ कि कहिले यिनीहरूले कुर्सी भाँच्लान्, माइक भाँच्लान् भनेर हामीलाई अराजक बनाउन खोजिराख्नु भएको छ। याद गर्नु होला, हाम्रो यो शान्त विद्रोह यो जनताको, पीडित जनताको न्यायको पक्षमा उभिएको बौद्धिक क्रान्ति हो भन्न चाहन्छु। हामीले यो बैठकको प्रपर तरिकाले सञ्चालन भएको छैन, यो काम कारबाही गर्न हुँदैन। बैठक सञ्चालन गर्नको लागि कम्तीमा संसदले आफ्नो मर्यादा कायम गर्नुपर्छ भनेर हामी आन्दोलनकारी चाहिँ बरु मर्यादित ढङ्गले संसदमा उपस्थित हुँदै गर्दा जुन ढङ्गले त्यहाँ विषयहरू उठाइयो, यो निलो रिबन लाएर आउँदै गर्दाखेरि, यो निलो स्कार्फ लाएर आउँदै गर्दाखेरि केही मान्यज्यूहरूले त्यहाँ आपत्ति जनाउनु भएको छ। राष्ट्रसभा सांसदहरूले संसद हाउसमा प्रदर्शन गर्ने क्रममा विभिन्न ट्रिकहरू अपनाइराखेको अवस्थामा आज चाहिँ निलो रिबन लगाएर उपस्थित भएको छ। यो निलो रिबन लगाएर उपस्थित हुँदाखेरि चाहिँ अराजकता भयो भन्ने खालको कुराहरू पनि उठेको रहेछ। यो सभ्य भएन रे, यो अभद्र भयो रे। यहाँले हामीलाई भनिदिनु पर्यो, आम जनताले भनिदिनु पर्यो, आम सञ्चारकर्मीहरूले हामीलाई भनिदिनु पर्यो र बुद्धिजीवीहरूले, सांसदज्यूहरूले जो चाहिँ माइक भाँच्नलाई पारखी हुनुहुन्छ, कुर्सी भाँच्न पारखी हुनुहुन्छ, उहाँहरूले हामीलाई भनिदिनु पर्यो यो निलो रिबन लगाएर आउँदाखेरि हामी कहाँनिर असभ्य भयौँ। कि हामीले यस्तै समाजको परिकल्पना गरेका हौँ? हो, हामीलाई माइक भाँच्न आउँदैन, हो हामीलाई कुर्सी फोड्न आउँदैन, हो हामीलाई एकअर्कामा हिंसाको एउटा क्रियाकलापहरू गर्न आउँदैन। हामीले गर्ने भनेको शान्त विद्रोह हो, हामीले गर्ने भनेको निलो क्रान्ति हो। र यो निलो रिबन लगाएर आज हामी आम नागरिकको हक अधिकार हनन हुने गरिकन, स्वतन्त्रताको हक, स्वतन्त्र रूपले सम्मानपूर्वक बाँच्न पाउने हक, श्रम गर्न पाउने हक, यी तमाम हकहरूलाई चाहिँ बेवास्ता गरेर जसरी राज्यले एउटा जालो नै क्रिएट गरेर गृह मन्त्रालयको सचिवालय स्वयं आबद्ध भइकन दुई दलले सम्झौता गर्नुभएको छ र उहाँहरूले के भन्नुभएको छ, नेपाल सरकारले छानबिन गर्ने रे। जुन गृह मन्त्रालयको सचिवालय मुछिएको छ, सचिवालयबाट मानिसको बेचबिखन भएको, तस्करी भएको प्रमाणहरू छत्ताछुल्लो सञ्चार माध्यमहरूमा आइरहेको छ। यो अवस्थामा नेपाल सरकारले सोही गृहमन्त्री पदमा रहिरहँदा छानबिन हुन्छ भने त्यो छानबिन के स्वार्थको द्वन्द्वमा हुन्छ कि हुँदैन? स्वार्थको द्वन्द्व छ, त्यहाँ स्वार्थ बाजिएको छ र त्यो हामीलाई स्वीकार्य छैन। त्यसै कारणले हामीले उच्च स्तरीय छानबिन समिति गठन हुनुपर्छ भनेर माग राखेका छौँ र यो मागमा हामी अडिग छौँ भनेर भन्न चाहन्छौँ। हामीले गर्ने अबको क्रान्ति भनेको यस्तै किसिमको निलो शान्त विद्रोह, बौद्धिक क्रान्ति हो। रचनात्मक ढङ्गले हामीले साङ्केतिक रूपले उहाँहरूलाई खबरदारी गर्दाखेरि उहाँहरूलाई आज सातो पुत्लो उडेको अवस्था छ। अन्तिममा माननीय डाक्टर तोसीमा कार्कीलाई मेरो एउटा सल्लाह छ, तपाईँहरूको सङ्ख्या थोरै छ, त्यसैले गर्दा संसद हाउस मात्रै अवरोध गरेर हुँदैन। तपाईँहरू यो मागमा अडिग हुनुहुन्छ भने सडकबाट पनि क्रान्ति गर्नुहोस्, जनताले साथ दिनेछ। तपाईँको कमेन्ट जस्ताको तस्तै लेख्नु हो कि होइन?